त को हुन् त सोडिङ वाग्ले? घाँटीमा घन्टी बाँधेर जङ्गली जनावर जस्तै जङ्गलभरि चराउनु पर्ने बेउरा भएको मान्छे हुन् सोडिङ वाग्ले। राष्ट्रको ढुकुटी जोगाउन गरिब निमुखा जनताको बुवा आमालाई मार्ने यमराज हुन् सोडिङ वाग्ले। कसरी भन्दा यिनलाई थाहा छ नेपालको राष्ट्रिय रोग हो सुगर, प्रेसर, कोलेस्ट्रोल। अनि 3500 को अमाउन्टले 1 लाखको बिमा उपचार दिन सकिँदैन। तेरो बाबुको गोजीबाट हाल्नुहोस् र पैसा दिन नसक्ने अहिलेसम्म सबै सरकारले दिइरहेको थियो त। बरु बियर 400 पर्ने बियरलाई 700 बनाइदिए, 2000 पर्ने रक्सीलाई 2500 बनाइदिए, 5000 पर्ने रक्सीलाई 8000 बनाइदिए। हामी विरोध गर्दैनौँ रक्सीको भाउ किन बढाइस् भनेर। तर गरिब निमुखाको बाबुआमाको एउटा सहारा आधारलाई चाहिँ आँखा लाउने काम चाहिँ नगर न बन्धु, नगर न है। किनभने त्यही 3500 1 वर्षमा तिर्न पनि हम्मे हुने मान्छेहरू छ क्या नेपालमा है। यही जेएनजी युवाहरूको आन्दोलनबाट तिमी यो सरकारमा आएको हौ। यही जेएनजी युवाको बुवा आमालाई मारी काम नगर कि। प्रत्येक घरमा छ मान्छे सुगर, प्रेसर, कोलेस्ट्रोल भएको, इभन दस्तै रोग भएको। यति यो पोलिसी मात्र समहाउ केही कारणवश रोकियो भने अधिकांश मान्छेहरू बुढापाका गरिब बुढापाकाहरू मर्छ कि। किन यही आधारले गाउँघरबाट भाडा खोजेर हस्पिटल आउँछ मान्छे। हस्पिटल एम्बुलेन्सको भाडा खोजेर, किन हस्पिटल पुगिसकेपछि त बिमा छ नि त, उपचार पाउँछ भनेर। इभन अहिले कति नेपालको कतिपय हस्पिटलहरूमा यो सुविधा बन्द पनि भइसक्यो कि। कुनैले दिएछ, कुनैले दिएको छैन। स्वास्थ्य बिमा भनेको देश खाटा फाइदा हेर्ने चिज होइन कि। जनता हो नि त, जनता रहे पो देश रहन्छ र होइन र भने। पढे लेखेको विज्ञ होइन कि यो त के म छक्कावाला के जस्तो लागिसक्यो मलाई त। यदि समहाउ यो स्वास्थ्य बिमाको पोलिसी यो 3500 वाला 1 लाखको उपचार दिन सकिन्न भन्नेवाला छ नि, यो रोकिएर उपचार हो कि लिटरली यही 1 लाखको उपचारले कति नेपाली गरिबहरू बाँचिरहेछ नि। यो मात्र बन्द हुनुपर्छ नि। कति मान्छेहरू मर्छ के यही 1 लाखको बिमाको औषधिको भएर बाँच्ने नेपालीहरू धेरै छ क्या गरिबहरू। यो बन्द भयो भने धेरै मर्छ र जति पनि मर्छ नि यो पोलिसी बन्द भइसकेपछि त्यो सबैको चाहिँ जिम्मा, जब मरेको जिम्मा चाहिँ यो घन्टे सोडिङ वाग्लेले लिनुपर्छ। जस्तो प्रचण्डले 15,000 को जिम्मा लिनुपर्छ भने जस्तो यो बिमा पोलिसी समहाउ कुनै कारणवश कति हस्पिटल त रोकिसक्यो है। समहाउ रोकियो भने चाहिँ यो सब यो घन्टे सोडिङ वाग्लेले जिम्मा लिनुपर्छ। जति मर्छ नि मान्छेहरू उपचार नपाएर यसले लिनुपर्छ है।